काठमाडौँ महानगर र ललितपुर महानगर दुईटा मिलेर काम गर्न पाएको भए धेरै काम हुन्थ्यो भन्ने मेरो भनाइ हो। अब तर यसमा चाहिँ उहाँको त्यति इन्ट्रेस्ट चाहिँ मैले देखिनँ। त्यो आफ्नै के कति कारणले हो त्यो आफ्नै ठाउँमा छ। तर मेरो मात्र एउटै भनाइ के त भन्दाखेरि कुनै पनि काम गर्दाखेरि त्यो काम भनेको सस्टेनेबल हुनुपर्छ, ड्युरेबल हुनुपर्छ। पूर्णिमामा काम गरेर औँसीमा चाहिँ बिर्सिने काम गर्नु हुँदैन। कुनै पनि काम गरेपछि त्यो चाहिँ लङ लास्टिङ हुनुपर्छ। अब स्टिङ अपरेसन गर्न उहाँ माहिर हुनुहुन्छ, त्यो चाहिँ वास्तवमा त्यो राम्रो चाहिँ होइन। अब मलाई चाहिँ आफूले कुनै पनि काम गर्दाखेरि त्यो चाहिँ एउटा लङ लास्टिङ होस्, जनता जनार्दनलाई चाहिँ त्यसबाट चाहिँ फाइदा होस्, डेलिभरी गर्न सकुन्, उहाँहरूको चाहिँ मतलब एक किसिमको सफा सुग्घर भएर बस्ने र एउटा चाहिँ बाटा बढिने सुधार गर्ने आदि इत्यादि काममा चाहिँ मैले गरेको कामले चाहिँ टेवा पुगोस् भन्ने चाहिँ मेरो धारणा छ।